नयाँ सृष्टि हेर्नुहुने तपाईँ सबै दर्शकलाई हाम्रो टिभी भ्युअर्सलाई हामी नयाँ सृष्टिको टिमबाट यो पालिको एपिसोडमा फेरि पनि वेलकम गर्छौं। हामी विश्वास गर्दछौं यो पालिको हप्ता यो पालिको वीक तपाईहरुको असलसित बित्यो भनिकन। हुन सक्छ तपाईहरुले कतिजनाले चाहिँ गुड न्यूजहरु पाउनु भयो, एकदमै दामी दामी सन्देशहरु पाउनु भयो, दामी दामी कुरोहरुमा तपाईहरु बिताउनु भयो। तर कतिजनाको निम्ति चाहिँ हुन सक्छ चुनौतीपूर्ण भएर गयो, च्यालेन्जिङ भएर गएको छ। दुःखको ब्याड न्यूजहरु पनि हामीले पायौं होला। तर जब हामी सकारात्मक हुन्छौं, पोजिटिभ हुन्छौं, एकदम अघि बढ्नु चाहने एउटा इच्छा राख्दछौं, प्रोग्रेसिभ हुन्छौं, अनि जब हामी ब्रेभ हुन्छौं, साहसिलो हुन्छौं, जीवनमा आएको प्रत्येक चुनौतीलाई हामीलाई असलसित सामना गरिराखेको हुन्छौं। प्रोग्रामको सुरुमा हामी एउटा म्युजिक भिडियो हेरिराखेका छौं। दार्जिलिङ बेस्ड एउटा क्रिस्चियन म्युजिशियन्सहरुको ग्रुप छ, उनीहरुलाई सोल विनर्स भन्छ। उहाँहरुको गीत दिन्छु तिमीलाई मेरो सारा जीवन, यो गीतलाई हामी हेर्नेछौं। दिन्छु तिमीलाई सारा जीवन, दिन्छु तिमीलाई मेरो यौवन, हे येशू। दिन्छु तिमीलाई सारा जीवन, दिन्छु तिमीलाई मेरो यौवन, हे येशू।
आजको पाठ तपाईहरुसँग मत्ती 20 को 1 देखि 16 बाट यीशुले स्वर्गको राज्यको विषयमा भन्नुभएको एउटा उखानबाट हामी तपाईहरुसँग बाँटिराखेको छौं। यो उखान यस प्रकारको छ। धनी मानिस छ यहाँ अनि उसको ठुलो दागबारी छ। दागबारीमा काम गर्नको निम्ति उसलाई लेबरर्सहरु चाहिएको छ, खेताला चाहिएको छ। खेताला खोज्नु एउटा बजारमा जाँदछ। बजारमा यसरी नै खेतालाहरु दिनभरिको निम्ति हायर गरिनको निम्ति बसिराखेको छ। एक ग्रुपलाई बटुलेर ल्याएको छ, काम गर्न लाउँछ 1 दिनारमा। 1 दिनार चाहिँ उनीहरुको वेजेस, उनीहरुको दाम। दिनभरि उनीहरुले काम गर्न थाल्छ। तर तेस्रो आवरमा जान्छ, छैटौं आवरमा जान्छ, 9th आवरमा जान्छ। तीनै खेप जाँदाखेरि हामी देख्दछौं तीनै खेप त्यहाँ बजारमा चाहिँ लेबरर्सहरु चाहिँ थुप्रै नै राखेको हुन्छ। पालै पिलो गर्दै यिनीहरुलाई लिएर आफ्नो काममा लिएर आइराखेको छ। अब लास्टमा दिनभरिको काम ओभर हुनु 1 घण्टा हुँदाखेरि 11th आवरमा पनि जाँदाखेरि त्यहाँ लेबरर्सहरु चाहिँ बसि नै राखेको थियो। यो मान्छेले भन्छ, तिमीहरु दिनभरि यहाँ के गरिराखेको छौ भन्दाखेरि तिनीहरुले भन्छ, हामीलाई त कसैले पनि आज दिनभरि हायर गरेन, यसकारणले हामी त यहाँ अझै पनि बसिराखेका छौं भन्दा यो मान्छेले तिनीहरुलाई पनि लिएर काम गर्नु लगाएको छ। जब दिनभरि काम सिद्धिन्छ, कामको दाम दिने बेला हुन्छ, 11th आवरमा आउने व्यक्तिलाई, लास्ट आवरमा आउने व्यक्तिलाई पनि यो मालिकले 1 दिनार दिँदछ। अनि पहिलो आवरमा आउने व्यक्तिलाई पनि मालिकले 1 दिनारै दिँदछ। त्यति बेला चाहिँ यो पहिलो आवरमा आउने व्यक्तिहरु धेरै रिसाउँदछ अनि मालिकलाई भन्दछ, यो के हो यस्तो? हामी दिनभरि 12 घण्टा काम गरेर पनि 1 दिनार, यो व्यक्तिहरुले 1 घण्टा काम गरेर पनि 1 दिनार। त्यति बेला मालिकले भन्छ, साथीहरु तिमीहरु किन रिसायौ? तिमीहरुसँग मैले दिनभरि काम गरेको 1 दिनार दिन्छु भनेको मैले दिए त तिमीहरुलाई। अब यो 11th आवरमा आउने व्यक्तिलाई मैले 1 दिनार दिँदाखेरि त्यो त मेरै कन्सर्न हो नि, तिमीहरुलाई प्रब्लम के भयो होला भनेर चाहिँ मालिकले भन्दछ। यसकारण तिमीहरु आफ्नो बाटो लाग। त्यसपछि चाहिँ यीशु प्रभुले गएर यो उखानको अन्तमा भन्दछ, यसकारणले गर्दाखेरि अघिल्लो पछिल्लो, पछिल्लो अघिल्लो, बोलाएको चाहिँ धेरै छ, चुनिएको कम्ती छ भनेर चाहिँ यीशु प्रभुले भन्नुभएको छ। अब यो पाठबाट तपाईहरुसँग म 3टा शिक्षा, 3टा लेसन्सलाई ल्याइराखेको छु। पहिलो, हामीले आफूलाई कहिले पनि अरु भन्दा सुपिरियर, श्रेष्ठ ठान्नु हुँदैन भनेर यो पाठले बताइराखेको छ। त्यो पहिलो आवरमा, फर्स्ट आवरमा आउने लेबरर्सहरु, काम गर्नेहरुले आफूलाई एकदमै त्यो 11th आवरमा काम गर्नेहरु भन्दा श्रेष्ठ, सुपिरियर ठानिराखेको थियो। हामीले त लामो समयमा काम गरेको, बेसी पाउनु पर्ने, हामी त यिनीहरु भन्दा बेसी भयकर भन्ने कुराहरु सोचेको थियो, तर त्यस्तो हुन सकेन। याद गर्नुपर्छ तपाई अनि मैले, परमेश्वरको नजरमा हामी सबै एकै समानको छौं, इक्वल छौं। कसैले कसैलाई पनि आफूले अर्का भन्दा श्रेष्ठ ठान्नु हुँदैन भनेर बाइबलले पनि भन्छ। बरु बेटर चाहिँ के रहेछ भन्दाखेरि जहिले पनि आफूभन्दा अरूलाई चाहिँ श्रेष्ठ ठान्नुपर्ने कुरा चाहिँ बाइबलले जहिले पनि बताउँदछ। त्यो गर्यौं भने चाहिँ हामीले अरूहरूलाई रेस्पेक्ट गर्नु, आदर गर्नु सिक्दै रहेछौं। र परमेश्वरको नजरमा चाहिँ हामी सबै एक समानको छौं। चाहे त्यो ठुलो अफिसरहरु हौं, ठुलो काम गर्ने हौं, चाहे हामी साधारण काम गर्नेहरु हौं, सबैलाई परमेश्वरले एकै नजरले हेर्नुहुन्छ, एकै इक्वल भ्याल्युमा, एकदम मूल्यमा हेर्नुहुन्छ। यसकारणले यो कुरा चाहिँ याद गरेर हामीले जहिले पनि मानिसले अर्को मानिसलाई, एका दुस्रालाई चाहिँ आदर गर्नु चाहिँ हाम्रो ठुलो कर्तव्य रहेछ। अब दोस्रो कुरो तपाई अनि मैले जान्नुपर्ने चाहिँ परमेश्वरको नजरमा, परमेश्वरको निम्ति चाहिँ उहाँको अनुग्रह, उहाँको प्रेम, उहाँको कृपा अनि दया चाहिँ सबै मानिसलाई एकै समान छ। उहाँको ग्रेसलाई, हामी अनुग्रहलाई हेर्यौं भने चाहिँ तपाई अनि मलाई एक जनालाई एउटै लेभलमा उहाँले आफ्नो अनुग्रह दिनुभएको छ। पाठबाट हेर्दाखेरि
पहिलो आवरमा आउने व्यक्तिलाई पनि 1 दिनारै दिएको छ, 11th आवरमा आउने व्यक्तिलाई पनि 1 दिनारै दिएको छ। बाइबलमा हामीले हेर्दाखेरि यीशुलाई पछ्याउने पहिल्यैदेखि पछ्याउनेहरूको निम्ति पनि स्वर्ग खुल्ला थियो, उनीहरूको निम्ति स्वर्ग ओपन थियो। तर अन्तिम घडीमा 11th आवरमा पछ्याउने एउटा चोर थियो जसले क्रुसमा नै यीशु प्रभुलाई आफ्नो जीवनको मुक्तिदाता भनेर ग्रहण गर्यो, आफ्नो पापलाई क्षमा मागेको छ। त्यो 11th आवरमा पाप क्षमा माग्ने चोरलाई पनि त्यो स्वर्ग उनीहरूको निम्ति उसको निम्ति चाहिँ खुल्ला थियो। यसकारणले गर्दा तपाईँ अनि मैले याद गर्नुपर्ने कुरा परमेश्वरको प्रेम, परमेश्वरले राखिदिनु भएको स्वर्ग चाहिँ हामी एक एकजनाको निम्ति हो, सारा संसारको निम्ति हो। बाइबलले भन्छ परमेश्वरले संसारलाई नै यस्तो प्रेम गर्नुभयो अरे आफ्नो पुत्रलाई दिनुभएको छ। यसकारणले गर्दा स्वर्ग चाहिँ उहाँको प्रेमको भागीदार हुनु चाहिँ इसाईहरू मात्रै या पार्टिकुलर छानेको व्यक्तिहरू मात्र होइन, सारा संसारको निम्ति। हामी टिभी हेर्ने प्रत्येक व्यक्तिको निम्ति पनि यीशुको प्रेम, यीशुको माया अनि यीशुले राखिदिएको स्वर्ग चाहिँ खुला छ। हामीले चाहिँ गर्नुपर्ने कर्तव्य चाहिँ उहाँको इन्भिटेसन, उहाँले राखिदिनु भएको त्यो स्वर्गमा पस्ने या नपस्ने चाहिँ तपाईँ अनि मेरो डिसिसन हो। यीशुलाई आफ्नो जीवनमा निम्त्याउने, ग्रहण गर्ने या नगर्ने चाहिँ तपाईँ अनि मेरो डिसिसन हो। अब अन्तिम कुरो चाहिँ हामीले यो पाठबाट के सिक्न सक्छौँ भन्दाखेरि हामीले कहिले पनि एकाले अर्काको आरिस गर्नु हुँदैन भन्ने कुरालाई। पहिलो आवरमा आउने व्यक्तिहरूले 11th आवरमा आउने व्यक्तिमाथि आरिस गरेको छ। हामीले दिनभरि काम गरेर यत्रो परिश्रम गरेर पनि 1 दिनारै छ, तिनीहरूलाई चाहिँ 1 घन्टा काम गरेर पनि 1 दिनारै छ। अनि हामीलाई त के हो यस्तो भन्ने कुरा उनीहरूले गरिराखेको छ। अनि कम्ती काम गरेर त्यति नै पैसा पाउनेहरूमाथि उनीहरूले आरिस पनि देखाएको छ। तर परमेश्वरले तपाईँ अनि मलाई आरिस भन्ने कुरा चाहिँ हुनु हुँदैन, जेलेसी भन्ने कुरा चाहिँ हुनु हुँदैन भन्ने कुरो बाइबलको पाठबाट सिकाउँछ। आरिस गर्नाले हामी नेगेटिभ हुन्छौँ, नकारात्मक हुन्छौँ। आरिस गर्नाले हामी आफैको ग्रोथ या प्रोग्रेस हामी बढ्न पनि सक्दैनौँ। बाइबलले भन्छ परमेश्वरले राखिदिनु भएको कुरो हामी सबैको निम्ति आशिष चाहिँ प्रशस्त नै छ। तर कतिजनालाई हुनसक्छ अलिक बेटर लाइफमा राख्नुभएको छ, कतिजनालाई साधारण लाइफमा, तर जे पनि राख्नुहुन्छ बेस्ट राख्नुहुन्छ। अनि परमेश्वरले बाइबलबाट भन्छ हामी चाहिँ सन्तुष्ट हुनु, कन्टेन्ट हुनु, खुसी हुनु, जहाँ परमेश्वरले राखिदिनु भएछ खुसी हुनु। अनि जब हामी खुसी हुन्छौँ, विश्वासयोग्य हुन्छौँ, परमेश्वरले हाम्रो जीवन पनि बढाउँदै लानेछौँ। र आरिस भन्दा ठुलो कुरो चाहिँ बाइबलमा चाहिँ कन्टेन्टमेन्ट छ। जेलेसी भन्दा ठुलो कुरा कन्टेन्टमेन्ट छ। आरिस भन्दा ठुलो कुरा चाहिँ सन्तुष्टता भन्ने कुरा चाहिँ छ। र जब हामी सन्तुष्ट हुन्छौँ, हाम्रो जीवन, हाम्रो लाइफ, हाम्रो हृदय खुसी हुन्छ अनि परमेश्वरमा धन्यवादी भएर हिँडिराखेको हुन्छौँ र सन्तुष्ट जीवन बिताउने छोराछोरी हामी हुन सकौँ। र आजको पाठमा हामीले 3टा कुरा सिकिराखेका थियौँ प्रिय। कहिले पनि आफूले अर्कालाई नीचा हेर्नु हुँदैन, आफूलाई श्रेष्ठ ठान्नु हुँदैन, तर हामी नम्र हुने व्यक्तिहरू हुनुपर्छ। सबै परमेश्वरले राखिदिनु भएको सबै काम, धन्दा, पोजिसनहरू चाहिँ इक्वल छ परमेश्वरको निम्ति, इक्वल भ्याल्युमा छ। यसकारणले हामीले एका दोस्रोलाई रेस्पेक्ट, आदर गर्ने छोराछोरी हुनुपर्छ। दोस्रो कुरा हामीले हेरिराखेका थियौँ कि परमेश्वरको अनुग्रह चाहिँ सबैको निम्ति एउटै छ। परमेश्वरले सबै संसारलाई एकै लेभलमा प्रेम गर्नुहुन्छ। स्वर्ग पनि प्रत्येक संसारको मानिसहरूको निम्ति राखिदिनु भएको छ। यसकारणले गर्दाखेरि हामी त्यो स्वर्गमा जाने, स्वर्गको भागीदार हुने व्यक्तिहरू हुनुपर्छ। यीशु प्रभुले आफ्नो जीवनमा निम्ताएको व्यक्ति हुनुसक्यो भने हाम्रो निम्ति त्यो स्वर्ग खुला छ। अनि अन्तिम कुरा चाहिँ कहिले पनि एका दोस्रालाई आरिस नगर्ने व्यक्तिहरू हामी हुनुपर्छ। तर हामी चाहिँ प्रभुमा चाहिँ सन्तुष्ट रहने, कन्टेन्ट रहने छोराछोरी हामी हुनुपर्छ। छिमेकीको भलाइ हुँदा, छिमेकीको ग्रोथ हुँदा, प्रस्पेरिटी हुँदा हामी खुसी हुन सक्नु पर्यो। अनि आफू पनि सन्तुष्ट रहनु सक्नु पर्यो। अनि परमेश्वरमा हामी रमाउन सक्नु पर्यो। त्यसरी नै परमेश्वरले चाहिँ तपाईँ अनि मेरो जीवनमा ग्रोथ, आशिष, ब्लेसिङ्स ल्याउँदै जानुहुनेछ। कसैले साँचो मित्रको खाँचो छ? के तपाईँ हितैषी मित्रविहीन हुनुहुन्छ?
यदि यसो हो भने एउटा खुसीको खबर छ। हितैषी मित्रहीनहरूको निम्ति प्रत्येक शनिबार 2:30 देखि 4 बजेसम्म मल्टिपर्पज सेन्टर बिलो मेकफार्लेन मेमोरियल चर्च मिसन कम्पाउन्ड कालिम्पोङमा फ्रेन्ड्स नामक युथहरूको जमघट अथवा सङ्गति भइरहेको छ। सबैलाई स्वागत छ। सम्पर्क नम्बर 9800138323 अनि फेसबुकद्वारा पनि तपाईँले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। फ्रेन्ड्स इन्टरडिनोमिनेसनल फेलोसिप। आउनुहोस् हामी नेक्स्ट म्युजिक भिडियोलाई हेर्नेछौँ। यो म्युजिक भिडियो हाम्रो हिसअप मिनिस्ट्रिजबाटै हो। यो चाहिँ एउटा प्रोडिगल सन उडौ पुत्रको विषयमा छ, जसले आफ्नो सारा सम्पत्ति लिएर बाउको घर छोडिकन गएको छ। लापरवाही साथ जीवन बिताएको छ। सबै पैसा खर्च गरेर एकदमै थाङ्ने अनि माग्ने भएर घर फर्किँदाखेरि पनि बाउले अङ्गाला हालेर उसलाई रिसिभ गरेको छ, उसलाई एक्सेप्ट गरेको छ। यो म्युजिक भिडियोको कड अनि प्रोग्रेसनलाई जान्ने इच्छा राख्नेहरूको लागि चाहिँ हामीले ईबाट सुरु गरेको छौँ अनि यसरी गइराखेको छ। दुई छोरा मध्ये कान्छोले बाबुसँग मागेर आफ्नो हिस्सा लिएर टाढा देशमा गइहाल्यो। टाढा देशमा गएर नशालु पदार्थ पिएर यो विचारमा फसेर जिन्दगीलाई बिगार्यो। जब पैसा सकियो अनिकाले भोकायो, खानेकुरा नपाउँदा चारो खायो पशुको। सम्झन्दा चेतना उसको खुलियो। कायल बनी फर्केर क्षमा माग्यो बाबुलाई। कान्छो छोरो घर आउँदा आनन्दले भोज भो। प्रेमसँग बाबुले छोरो बनी अपनायो। सम्झन्दा चेतना उसको खुलियो। कायल बनी फर्केर क्षमा माग्यो बाबुलाई। कान्छो छोरो घर आउँदा आनन्दले भोज भो। प्रेमसँग बाबुले छोरो बनी अपनायो। यो म्युजिक भिडियोद्वारा केही आशिष पाउनुभयो भन्ने हामी विश्वास अनि आशा राख्दछौँ। तपाईँहरूको गुडविल, तपाईँहरूको फ्रेन्डसिप, तपाईँहरूको
प्रार्थना सुझाव सपोर्टलाई हामी सधैँभरि आशा राख्दछौँ। अनि तपाईँहरूलाई पनि केही सुझावको खाँचो परे, प्रार्थनाको खाँचो परे हामीसँग सम्पर्क राख्न सक्नुहुन्छ। हाम्रो ठेगाना नयाँ सृष्टि हिसप मिनिस्ट्रिज, अप्पर गुम्बाहट्टा, कालिम्पोङ। मोबाइल 9434107023। इमेल hisopministries@gmail.com। वेबसाइट www.hisopministries.org। सिक्किमको निम्ति सम्पर्क राख्नुहोस् मिस्टर सञ्जय सुब्बा, ही बजार, वेस्ट सिक्किम। मोबाइल नम्बर 9733086018। हवस् त प्रियहरू, यो पालिको एपिसोड निश्चय नै तपाईँहरूलाई आशिषित भयो, मजा लाग्यो, इन्जोय गर्नुभयो भन्ने पूर्ण विश्वास राख्दै हामी तपाईँहरूसँग बिदा लिइराखेका छौँ। तर नेक्स्ट विक नेक्स्ट एपिसोडमा हामी भेट्ने नै छौँ। त्यतिन्जेलको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार। कान्छो छोरो घर आउँदा आनन्दले भोज भो, प्रेमसँग बाबुले छोरो बनी अपनायो।